हेलो एन्ड नमस्ते गुड मर्निङ एभ्रिवान इट्स मी अभिषेक तामाङ अनि तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो आज चाहिँ म छुट्टीको दिनमा मार्केट जान लाग्छु होइन। सो साथी जान्छ कि भने साथी नजाने रे, साथी अब थाकै लगाएर बस्ने भन्नु भएर त्यही भएर म एकदिन जानुपर्ने हुन्छ। अनि तपाईँहरूले फेरि अभिषेक तामाङ को भनेर तपाईँले सोच्नु भइरहेको छ भने चाहिँ अभिषेक तामाङ चाहिँ आजदेखि सोसियल मिडियामा न्यू मेम्बर हो अनि तपाईँले सपोर्ट देखाउनु पर्ने हुन्छ होइन। सो त्यही हो। अनि यो मजाले मलेसियामा बसिरहेको छु विगत 3 वर्षदेखि। अब चाहिँ जानुपर्ने हुन्छ मार्केटतिर। चाहिँ मलेसिया हो बाहिर, मेरो रुमबाट बाहिर देखेको भ्यू चाहिँ। अनि तपाईँले देख्नु भएको छ नि यो सेतो सब घरहरू सबै, यो सबै चाहिँ होस्टेल रहेछ होइन। यहाँ काम गर्ने मान्छेहरू बस्ने रहेछ। अनि तपाईँले देख्नुहुन्छ जो एउटा प्लेन छ नि, यो चाहिँ यहाँ किन यो प्लेन राखेको भनेदेखि चाहिँ यो एरिया चाहिँ अब एयरपोर्ट एरिया हो कि। सो त्यही भएर चाहिँ यो प्लेन राखेको उद्देश्य त्यो प्लेन पनि राति यसरी घुम्छ क्या। सो त्यही हो। अब जानुपर्ने हुन्छ, एक्लै गएर आउनुपर्ने हुन्छ। कुरो चाहिँ के भन्दाखेरि म कपाल गाडेर आउनुपर्ने हुन्छ अनि कपाल गाडेर थोरै मासु लिएर आउनुपर्ने हुन्छ। त्यही हो है त। सो भेटौँ बाहिरतिर अब। अनि सो यो चाहिँ मेरो रुमबाट बाहिर आइसकेपछि देखेको भ्यू हो। यहाँ सबै गाडी पार्किङ राख्नु भएको छ एकदम धेरै होइन। सो एयरपोर्ट चाहिँ उता पछाडि हो अनि हामी काम गर्ने नै एयरपोर्टभित्र हो। काम गर्ने चाहिँ उतापट्टि हो। देख्नुहुन्छ तपाईँले ट्याक्क लगाएर यो सबै चाहिँ अब पार्किङ गर्ने एरिया पार्किङ गरेर राखिदिन्छ। अनि उनीहरू एयरपोर्ट जाँदाखेरि एयरपोर्ट उताबाट जान्छ नि त। सो त्यही हो। अब चाहिँ यहाँबाट मैले ग्र्याब गर्नुपर्ने हुन्छ, ग्र्याब गरेर जानुपर्ने हुन्छ। अनि एक्लै यसरी बाहिर हिँड्नु हुँदैन क्यारे, हुन त अब गाह्रो नि हुन्छ किनभने यहाँतिरको अब कालेहरूले फेरि सताउँछ क्या। सो त्यही भएर अब एक्लै जानुपर्ने हुन्छ, ग्र्याब गर्नुपर्ने हुन्छ, ग्र्याब गरेर जानुपर्ने हुन्छ। ग्र्याब आउनुलाई पनि कति टाइम लाग्ने थाहा भएन। सो त्यही हो त्यसको है त। म झरिसकेँ, यहाँ झरिसक्यो होइन। झरिसक्यो, यहाँ झरिसकेपछि म कपाल काट्नुपर्ने हुन्छ। तपाईँले कपाल काट्ने कस्तो कडम भनौँ न, एकदम धेरै नोइजी भइरहेको छ यहाँ चाहिँ है। देख्नु तपाईँले च्याट्ट लगाएर मलेसिया बब्बाल यो अन्त मलेसिया है त। त्यही हो। अब पहिला म गरम कपाल काटौँ अनि भेटौँला है त। त्यसको एकछिन तपाईँहरूले म माथि ब्रिजबाट एकदम मलेसियाको एकदम धेरै दामी भ्यू देखाउँछ है त। सो त्यो म ग्र्याबबाट ट्याक्क झरेर अनि तपाईँले म भ्यू देखाउँछु माथि चढिरहेको छु सिडीमा। अनि त्यही हो। कपाल चाहिँ कस्तो गरम भन्नु नि तपाईँहरू है त। यो चाहिँ भयो मलाई चाहिँ एकदम धेरै बब्बाल देखिरहेको छ नि त होइन। यो साइड एकदम बब्बाल देखिरहेको छ। अनि यहाँ 2 लेन छ गाडी जाने र आउने। सो म चाहिँ तल काट्नुपर्ने हुन्छ कपाल चाहिँ। अनि म चाहिँ यताबाट आएको थियो यताबाट कपाल काटेर जानुपर्ने हुन्छ। कपाल काटेर अनि फेरि अग्लो जानुपर्ने हुन्छ। अग्लो चाहिँ किन जानु पऱ्यो भन्दाखेरि चाहिँ त्यो मैले मासु लिनुपर्ने हुन्छ, तरकारी लिनुपर्ने छ नि त। सो तरकारी लिनु जानुपर्ने हुन्छ अनि तरकारी त्यही भएर फेरि ग्र्याब गर्नु जानुपर्ने हुन्छ। मैले 3 चोटि ग्र्याब गर्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ एकदम धेरै ब्युटिफुल देख्नु भएको छ नि, यहाँ चाहिँ एकदम धेरै राम्रो देख्नु भएको छ नि त होइन। तर यो भित्र छ नि, यो भित्र एकदम धेरै नै अब हुन्छ नि, मतलब कस्तो धन्दाहरू चल्ने रहेछ क्या। थाहा छ नि तपाईँहरू मलेसिया कस्तो छ भनेर। मलेसिया अब मान्छेले भन्छ नि त, मलेसिया त त्यो भन्छ नि त्यो चाहिँ यस्तो यहाँभित्र चल्ने रहेछ कि, मतलब केडियाहरू पाउने यो भित्र पाउने रहेछ यहाँभित्र। सो त्यही हो। अब भने जस्तै अब देखेको जस्तो राम्रो भित्रबाट हुँदैन भन्छ नि, हो त्यस्तै हो है त। सो त्यही हो। अब कपाल काटेर तपाईँलाई भेटौँला होइन। म कपाल काट्नुपर्ने हुन्छ किनभने कपाल चाहिँ एकदम धेरै लामो भइसकेको छ नि त। सो त्यही हो। तपाईँले देख्नुहुन्छ यताबाट चाहिँ आएको थियो म चाहिँ तपाईँ मलाई चाहिँ टक्क लगाएर। तर बाहिर चाहिँ थोरै गर्मी छ है, थोरै गर्मी छ। छुट्टी भएर चाहिँ म यता कपाल काट्न आएको। कपाल नकाटेको पनि 1 महिना भइसक्यो नि त। सो काममा बिजी भएर कपाल पनि काट्नु पाएको थिएन नि त। सो त्यही भएर कपाल काट्नुपर्ने हुन्छ चक्का लगाएर। थोरै मासु पनि लगेर पकाएर खाऊँ भन्ने सोचिरहेको छु। मलेसिया आइसकेपछि काम गर्ने हो, आरामले ढुक्क तरिका काम गर्ने हो, ढुक्क तरिकाले पैसा कमाउने हो, जाने हो। तर धेरै त हुँदैन पैसा, तर थोरै भए पनि त हुन्छ नि त। अनि तपाईँहरू भने कि अब तपाईँहरू यता मलेसिया आउँदै हुनुहुन्छ भने चाहिँ अब राम्रोसँग बुझेर हेरेर डिमान्ड हेरेर आउनुपर्ने हुन्छ किनभने यहाँ आज एकदम धेरै सप्लाई कम्पनी चल्छ नि त। स्पेशली अब होटल लाइनतिर आउँदै हुनुहुन्छ भने चाहिँ होटल लाइनमा चाहिँ एकदम धेरै नै सप्लाई कम्पनीहरूले पेल्छ हैन। सो
अब सप्लाई कम्पनी कस्तो हुन्छ भनेदेखि चाहिँ उनीहरूले अब 2000 रुपियाँ दिन्छ 12 घन्टा काम गर्नुपर्ने हुन्छ यस्तो भन्छ नि त। सो त्यस्तोमा चाहिँ तपाईँले अब मान हेरेर बुझेर कस्तो हो के काम हो भनेर चाहिँ बुझेर आउनुपर्ने हुन्छ। अनि अरू कुरो के भन्दाखेरि चाहिँ फेरि यहाँ चाहिँ अब मलेसियामा बेसिक चल्ने भनेको 1700 हो, 1700 बेसिक। अनि अब ठाउँमा ओभर टाइम चल्छ भनेर चाहिँ भन्नुभएको छ नि त। सो त्योहरू हेरेर आउनुपर्ने हुन्छ तपाईँलाई त। सो त्यही हो अब यहाँ आइसकेपछि अब पर्मिटको वर्क पर्मिटहरू एकदम धेरै नै जरुरी हुन्छ। पासपोर्ट आफूसँगै राख्नुपर्ने हुन्छ। अहिलेको यहाँको मलेसिया सरकारले चाहिँ पासपोर्ट चाहिँ आफूसँगै राख्नुपर्ने चाहिँ बनाएको छ, नियम चाहिँ एकदम धेरै नै कडा नियम बनाइसकेको छ है त। हामी पनि सप्लाई कम्पनी भएर चाहिँ हामी एकदम धेरै डर हिँड्नुपर्ने हुन्छ बाहिर हिँड्दाखेरि पनि, किनभने हामीसँग पासपोर्ट छैन नि त। सो त्यही भएर है तपाईँ एकदम मलेसिया आउँदै हुनुहुन्छ भने एकदम धेरै पर्मिट पासपोर्ट जस्तै अब भिसाहरू हेरेर डिमान्ड हेरेर आउनुपर्ने हुन्छ। त्यही रिक्वेस्ट गर्छु तपाईँहरूले चाहिँ म है। सो त्यही हो अब कपाल काटौँ जाऊँ। अब तपाईँहरूले भरे कपाल काटिसके भेटौँला है त। अब कपाल काटिसकेको छ, अब जानुपर्ने हुन्छ। कस्तो देखेर चाहिँ मेरो कपाल हेर्नु त। अब जानुपर्ने हुन्छ ग्राफ गरेर गएर मार्केट जानुपर्ने हुन्छ। कपाल सब चट्टा काटिसक्यो, अब भोक पनि लगाइसक्यो, अब खाना लगेर खानुपर्ने हुन्छ कलाएर है त। सो त्यही हो, त्यहाँसम्म चाहिँ एकदम धेरै बब्बाल भइरहेको छ, तर नोइज एकदम धेरै नोइजी भइरहेको छ यहाँ चाहिँ। जस्तै यहाँ चाहिँ टोटो काट्ने ठाउँ तपाईँहरूको है, टोटो काट्नु मन छ भने एकदम धेरै यहाँ छ। तर त्यो टोटो काटेर काम टाइम बर्बाद गर्नुभन्दा अब चुपचाप काम गरी हिँड्नुपर्ने हुन्छ। त्यही अब ग्राफ गर्नुले पनि कस्तो भने अब यहाँबाट ग्राफ गऱ्यो भने थोरै महँगो लाग्छ, अनि उतापट्टिको लेनमा गयो भने थोरै सस्तो लाग्छ। त्यही भएर म उतापट्टि जानेवाला छु होइन। आखिबाट जानुपर्ने हुन्छ उतापट्टि है त। यहाँबाट ग्राफ गर्नुपर्ने हुन्छ पछि चाहिँ है त। यो लोकेसन ढालेर ग्राफ गर्नुपर्ने हुन्छ, किनभने अब एकदम धेरै नै अब टाइम भइसकेको छ कि अब साथी सुतेर आउनु भएको छ। अब साथीले मासु लिएर आइज भनेको थियो, यहाँबाट छिटो ग्राफ गरेर जानुपर्ने हुन्छ है त। लेट्स गो। सो म चाहिँ रुममा आइसकेको छ अनि अघि चाहिँ मैले भिडियो बनाउनु पाएन किनभने मेरो ग्राफमा थोरै झगन लागेको थियो। अनि मासु चाहिँ लिएर आएको थियो तर टमाटर चाहिँ ल्याउनु बिर्सिन्छ, अनि सो बन्धुसँग मागेर खानुपर्ने हुन्छ। सो त्यही हो है त। सो अब मासु ट्याक्क ल्याएर खानुपर्ने हुन्छ। हाम्रो बसन्तसालले पकाउनु हुन्छ मासु चाहिँ। अनि मासु खाइसकेपछि चाहिँ एकचोटि सुत्नुपर्ने हुन्छ। सुतेर तपाईँहरूले एउटा त्यहाँ अघि मैले देखाइदिएँ नि तपाईँहरूले ऊ छ नि त्यो प्लेन भएको मै जानुपर्ने हुन्छ। तपाईँले त्यहाँ देखाउँछ है त। सो त्यही हो, अहिले चाहिँ म ट्याक्क लगाएर मेरो कम्प्युटरमा चाहिँ म ब्लगहरू बस्नुपर्ने हुन्छ। सो त्यही हो है त। लेट्स गो। आउनु भएको दाजुभाइहरू होइन, काम राम्रोसँग गर्नु होला, एकदम धेरै ध्यान दिएर काम गर्नु होला। सपना बोकेर आइसकेपछि सपना पुरा गर्नुपर्ने हुन्छ। जसरी भए पनि मान्छेले के भन्छ कस्तो भन्छ नि त। सो त्यहीहरू नहेरेर चाहिँ आफ्नो फोकस करियरमा गरेर चाहिँ पैसा कमाएर फर्केर जानुपर्ने हुन्छ। सो त्यही भनेर जान्छु है त। सब खानासाना खाइसक्यो, चट्टा लगाएर सुन्नुपर्ने हुन्छ, एकदम आराम गर्नुपर्ने हुन्छ होइन। अनि यस्तो आराम गर्ने दिन अब यो 6 दिन काम गरेर मात्रै आउँछ। सो त्यही भएर चाहिँ आराम गर्नुपर्ने हुन्छ।